हेलो हेलो साथीहरू, आजको मेरो डे 4 मिनी ब्लगमा हजुरलाई स्वागत छ। र आज हामी जाँदैछौँ घरबेटी दिदीको बारी हेर्नलाई। ल जानलाई म रेडी भएर बसेँ र घरबेटी दिदीलाई मैले कुरिरहेको छु। घरबेटी दिदी आउने बेलासम्म एउटा टिकटक बनाइहाल्छु भनेर एउटा गानामा छम्ती म नाचेँ। ल दिदी पनि आउनुभयो र हामी दुईजना भिडियो गराउँदै बारीतिर गयौँ। यो बाटो चाहिँ उहाँको बारीतिर जाने ठाउँको हो। कस्तो राम्रो देखियो, त्यही भएर मैले यस्तो भिडियो पनि खिचिदिएँ। यहाँबाट थोरै थोरै हिमाल पनि देखेको थियो है साथीहरू, मैले थोरै क्याप्चर गरेँ। बारीमा पुगेर दिदीले साग टिप्दै हुनुहुन्छ है साथीहरू। हामीहरू बारीदेखि फिर्ता आएर एकछिन नास्ता खान होटलतिर पस्यौँ। त्यहाँ मलाई यो फिस टनल चाहिँ राम्रो लाग्यो है, कस्तो राम्रो छ हेर्नु न। आहा वाउ वाउ। ल बारीमा गएर अलिअलि तरकारी लिएर हामी घर पनि आयौँ। दिदी आफ्नो घर जानुभयो र म आफ्नो कोठामा आएँ। एन्ड आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई साथीहरू।